जहिले पनि यो दारू मात्रै खाएर आउनुहुन्छ छोराछोरी पाउँछन् भने हेर्नुहोस् न राम्रो तपाईँहरूको जहिले पनि दारू 1 रुपियाँ पाएको अलिक खाएर आउनु 10 रुपियाँ खाए त अलिक खाएर तपाईँको छोरा त्यस्तो माथि हुन्छ त अनि कसरी बोल्ने मैले अहिले रमाइलो हुन्छ अलि कहिलेकाहीँ खानु पर्छ क्या कहिलेकाहीँ त हो आज खेत खनी आएँ अब साथीहरूले खाउँ भने त खाएँ तेरो बाउ खाएँ मेरो बाउ खाएँ मेरो बाउ होइन हुन्छ म कोही खाएँ 10 रुपियाँ पाउन आएको छोराछोरी काम सबैका छोराछोरी स्कुल हालिसक्यो सबैका छोराछोरीको आमा कसरी मैले यो जिन्दगी चलाउने कसरी यो बालबच्चालाई हेर्ने पहिला खाने हो त्यसपछि छोरा छोरी भन्ने कुरा हुर्किन्छन् जब खुट्टा डुलाउँछन् हात डुलाउँछन् काम गर्छन् परिवार बनाइसके त परिवारलाई हेर्नु पर्यो हेरविचार गर्नु पर्यो सबैको ध्यान गर्नु पर्यो हेर्नु होला म कडा झाडी गर्ने हात देखाउने आशीर्वाद ओ दाइ के भयो सन्ते के हो चाला तिमी के हो नाटक के हो यो लागे सन्ते के खाना के हो भने दिदी अरूलाई त सुत्न त दिनु पर्यो पोखे निगुइछि कि त उता आज मैले असारको महिना हो होइन मान्छे काम गरेर थाकेर आएको हुन्छन् खेतीपातीबाट काम गरेर आएको हुन्छ बसेर अनि सानो दारू खाएर आएर अनि भाउजूसँग बाउजूसँग झगडा गरेर होइन तँलाई चाहिँ के टाउको गएको त होइन के मलाई होइन मलाई तँलाई चाहिँ के टाउको गएको त बाउजूलाई पनि हामी दुईटा बुढाबुढीलाई सम्झाउने को त्यस्तो होइन के दाइ रोड गरस तपाईँले खाइआउनु भएको छ त कति खानु भएको पैसा परेको हो धेरै दिएको 20 राख्नुपर्छ 20 रुपैयाँ हाल्यो भने यतिको 20 होला पुरेको त 100 होला अनि मतलब 100 रुपैयाँ दिएको नि जम्मा गरेर त स्कुल त अहिले स्कुलमा हालेर के देखिलाई अहिलेसम्म हालेको छैन सर के त्यसो त दारू खाइसकेपछि त शरीर पनि बिग्रने हो रुपियाँको उधार खाइदिन्छ ऋण पनि लाग्ने हो गाईले भनेको मान्दै मान्नुहुन्न के मैले भन्नु भनेको बसेर तपाईँहरू दिनभरि फाल्टु टाइममा बसिरहनु हुन्छ म तपाईँले सहयोग गर्छु घरमा बसे पनि बोल्नु पनि यही हुनुहुन्छ होइन एउटा सानो कृषि काम गर्दा गरौँ होइन मैले भने जस्तै म तपाईँलाई सहयोग गर्छु भनिरहेको छु होइन तपाईँले केही गर्नु पर्दैन तपाईँले दारू खान छोडिदिनु पर्यो होइन सकाल बाँका कि बोजूलाई अलिकति सहयोग गरिदिनु पर्यो क्या मलाई काम त आउँछ दाजु काम त म काम गर्ने जस्तो लाग्यो ए हेर्नु त यो मेरो यसो नाच्छु मैले